भनेपछि छोरी माग्न आउनु भएको, बिहा गर्न उमेर कति भयो? त्यस्तै काटकुट पारेर 45 जति राखौ न हजुर। अझै 2-4 वर्ष कुर्या भए त वृद्ध भत्ता आउँथ्यो नि। प्रभु रामलाई हेर, उहाँले बिहा नगरेको भए रावण आउँथ्यो, सीता मातालाई हरेर लान्थ्यो। खै बाबा, रावण पनि किताबमा मात्रै आउँदो रहेछ। यसो हाम्रो घरतिर पनि आएको भए हुन्थ्यो नि हो। रावण आउनलाई स्वाहानी पनि सीता जस्तो हुनु पर्यो नि मरा। हामी यस्तै त हो नि गोरो। ओइ रेवणको नातिनी, हात झार। एकजना व्यक्तिको नाममा 12वटा साल दिन मिल्छ क्या अहिले? हैन एउटा साल 1 करोड पर्छ, 12 करोड भएन उसको। अनि अर्को कुरा, यो खानीबाट कति पैसा हुन्छ थाहा छ हजुरलाई? फलाम खानीबाट मात्रै हरेक नेपाललाई 2-2 करोड बाँड्ने पैसा हुन्छ कि फलाम तामा र हिरा खानीबाट। पैसा हो गाजा खाएर तपाईँ लट्ठ पर्नु भएको छ। तपाईँ लाग्यो खाइ नहुने हो, एकपल्ट खाएपछि कसैले पनि खाँदैन। एकपल्ट खाएपछि गाजा कसैले खाँदैन? अनि तपाईँ किन गाजा खेतीलाई बधाई दिनु पर्छ भन्नुहुन्छ? त्यो लट्ठ्याउने कुरा गरिरहेकै छैन, करोडपति बनाउने जीवनको कवि कलाकार। और त्यसमा नेपाली जनताले चाहिँ गाजा खेती गर्नुपर्छ, खान हुँदैन। 25 वर्षपछि त विदेशीलाई चाहिँ गाजा खानुपर्छ भने तपाईँको भनाइ हो? काठमाडौँभरि 80,000 रक्सी पसल किन खोलेको? खाएपछि चाहिँ मान्छे लट्ठ्याउँछ, सिलगढी कुद्छ होइन, गाडी ठोकाउँछ भन्ने थाहा छैन? म यति प्रधानमन्त्री, हामी यति भएको भए 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँथे म भएको भए। तेरा बाप यहाँ छोडकर गया था कि तेरी माँ? जसरी आइफोन 1 भन्दा 2, 2 भन्दा 3 एडभान्स हुन्छ नि, हजुर भन्दा बा भन्दा म एडभान्स छु के, र म भन्दा मेरा भाइ झन् एडभान्स छन्। खतरनाक छ नि पृथ्वी होइन, मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ बसेर। तपाईँको लभ म्यारिज कि एरेन्ज म्यारिज? मेरो एरेन्ज हो। तपाईँको वाइफ र तपाईँको एज कति फरक छ? डिफरेन्ट 11 वर्ष जति। 11 वर्ष कान्छी 10 व्यक्तिसँग विवाह गर्नुभयो। 10 भनौँ न। 10 वर्ष जेठो कान्छो हुँदाखेरि के कुरा चाहिँ मिल्दो रहेछ त? म पनि अझ 11 वर्ष 10-11 वर्ष झर्दिने त्यसपछि। यत्रो गहना ल्याएको छौ, ऋण लिएरै होइन र? स्वागरातकै दिनमा त ऋणको कुरा नगर न। अब भएको कुरा त गरे हो। म पनि भएको कुरा गरौँ? के कुरा? आजदेखि यो घरमा म एक्लै सुत्नु परेन नि। धेरै नमात्यौ है। भएको कुरा गरेको। माया, तिम्रो बच्चाले मलाई अङ्कल भने त कसरी सुन्नु हो? चिन्ता नगर न, मेरो बच्चाले तिमीलाई बाउ नै भन्छ के? हो र, मागेर मिलेन, भागेर मिल्छ कि? रुचि हुँदैन ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु, कोही टाढा बस्न सक्दैन, कोही पनि टाढा बस्न सक्दैन। राजनीति बुझ्न पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ, हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। सरकारको विरोध गर्ने कोही मान्छे उभ्याउने त्यहाँ, अनि यस्तो हालत छ के हेरो सरकारले भन्ने। अहिलेको सरकारले त के हेरो होइन, बाटो बनाउँदैछ। Nothing ever goes just like the world. The longer you live, the more you will realize that the only things that truly exist in this जनता प्रति पूर्ण वफादार रही, मुलुक र जनता प्रति पूर्ण वफादार रही, सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। त्यो पर्दैन।